साउथ एसियामा आजमा कुनै देशै छैन कि जहाँ जीडीपी को 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो। फुकिएको बैलुन लामे समय टिक्दैन। एक्सट्रीम एनर्जी ड्रिंक। संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो। त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, प्राइभेट विद्यालय या प्राइभेट अस्पताललाई त्यो लागेको छ, त्यो पढ्ने विद्यार्थीलाई। सार्वजनिक ट्याक्स लगाउन सकिन्छ, पहिले सार्वजनिक विद्यालय मजबुत पारौँ न। त्यहाँ कहीँ पनि पाइला देखिएन। सार्वजनिक विद्यालय मैले पहिला पनि भनेको थिएँ बजेटको प्राथमिकताको बारेमा छपाउँदाखेरि कि माननीय हाम्रा मित्र अर्थमन्त्रीजी, उहाँहरूको ठुलो नेटवर्क छ बुढा नीलकण्ठ स्कुल पढेको। कम्तीमा मैले 100वटा खोजेको होइन। अर्को बुढा नीलकण्ठ स्कुल बनाउने मैले आशा लिएको थिएँ कि कम्तीमा 7वटा प्रदेशमा 7वटा बुढा नीलकण्ठ स्कुल बन्छ आवास विद्यालय, कि उहाँहरू जस्तै नेतृत्वमा आउने फेरि आउँदो पुस्तामा पनि विद्यार्थी पैदा हुन्छ। त्यो मैले विश्वास लिएको थिएँ, त्यो म कहिले पनि भेटिएन। मेरो पीडा त्यहाँ छ। मेरो पीडा यहाँ छ कि मेरो क्षेत्र किसानको मात्र क्षेत्र हो, गरिबहरूको क्षेत्र मात्र। त्यहाँ कुनै बजार छैन, कुनै सहर छैन। त्यहाँ खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ, तर त्यही काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको। त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने, 20 रुपियाँ पाउने त्यहाँ व्यवस्थामा कहीँ देखिन। त्यहाँ किसानको लागि कम्तीमा दुईटा कुरा अहिलेको वर्ल्डको मोडर्न एज के हो, म पनि एउटा विद्यार्थी हो। जम्मा दुईटा च्यालेन्ज छ। एउटा अनइम्प्लॉयमेन्ट, एआई को डेभलपमेन्ट, आईटी को डेभलपमेन्ट, मानव सभ्यताको लागि पनि एक तरिकाले च्यालेन्ज छ कि मान्छे बेरोजगार हुँदै जान्छ। त्यो युवालाई रोजगारी दिने कि नदिने, किनकि जेनजी आन्दोलन युवाको विद्रोह हो। युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखिए। अर्को कुरा, नेपालको सबभन्दा ठुलो रोग र समस्या हो उत्पादन, किन व्यापार घाटा धेरै छ। किन मैले उहाँ बुझाउने क्षमता राख्दैन, तर म व्यावहारिक क्षमता राखेको छु। किन जनताको घर दैलोमा गइराख्नुपर्छ, गरिबको भान्सामा देख्नुपर्छ। गरिब इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? कर्मचारी त पायो 20-21%, 10% थियो, र त्यसको 10% भने 11 हुन्छ, 21% पायो। तर कर्मचारी कति पर्सेन्ट छ, कति लाख छ? 3 करोड जनसङ्ख्यामा कर्मचारी कति छन्? त्यो मेरो चिन्ता मुसहर बस्तीमा छ, दलित बस्तीमा, चेपाङ बस्तीमा छ। जुम्लाको स्याउकोलाई कसरी प्रवर्धन गर्ने? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशिक रोजगार रेमिटान्सको भरमा चलिरहेछ। हामी अर्को कुरा साउथ एसिया, म साउथ एसियाको विद्यार्थी पनि हो, अन्तर्राष्ट्रिय पोलिटिक्सको साउथ एसियामा आजमा कुनै देशै छैन कि जहाँ जीडीपी को 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बैलुन हो। फुकिएको बैलुन लामे समय टिक्दैन।